परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाडीय पर्खालहरूको सन्देश भाग 7 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। कुनै एक सपना तपाईलाई घरिघरि दोहोरिएर आइरहेको छ। तपाईले भन्नुहुन्छ, किन मलाई यसरी सपनाहरू दोहोरिएर आइरहेका छन् र तपाईँ दिनभरि ती कुराहरूको बारेमा सोचिरहनुहुन्छ। तपाईले देख्नुभएको परिस्थिति, तपाईले देख्नुभएका मानिसहरू, तपाईले देख्नुभएको ठाउँ, तपाईले देख्नुभएको वातावरणहरूले तपाईको हृदयमा त्यही कुराहरूको महसुस गराउँछ। उत्पत्ति 37 अध्यायको 6 देखि 9 पदसम्म योसेफलाई पनि सपना दोहोरिएर आएका छन्। परमेश्वरले योसेफलाई तिमी यो दुःखको बाटो भएर त्यहाँसम्म सपनासम्म पुग्नु पर्नेछ भनेर त भन्नुभएको थिएन, तर योसेफलाई तिमी चाहिँ यस्तो बन्नेछौ भनेर सपना अवश्य पनि दिनुभएको थियो। आज ती दोहोरिएका सपनाद्वारा परमेश्वरले तपाईलाई पनि म तिम्रो जीवनमा त्यो गर्नेछु भनेर भनिरहनु भएको छ। बेइज्जती, दुःख, एक्लोपन, विरोध, बिना कारण दण्ड वा दोष पनि आउने गर्छ। ती कुराहरू तपाईको जीवनमा आए तापनि तपाईले परमेश्वरमाथि विश्वास र भरोसा गरिरहनुहोस् भनिकन परमेश्वरले पहिल्यै तपाईलाई दोहोर्याइकन ती सपनाहरू दिनुभएको छ। परिस्थिति जस्तो भए तापनि परमेश्वरले तपाईको जीवनमा हरेक कुराद्वारा भलाइ नै गर्ने कुरा गर्नुभएको छ। रोमी 8:28 मा उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ गर्नुहुन्छ। तपाईको लागि पनि परमेश्वरले दिनुभएको सपना र उद्देश्यमा जति दुःख र कष्ट आए तापनि अन्तमा उहाँले भलाइ गर्नुहुनेछ, जसरीकन योसेफको जीवनमा त्यो भलाइ देखिएको थियो। परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिउन् र सफल बनाउन्। आमेन। जय मसीह।